जिहाक्नु छपुनी नोचु यने थगु नोचु त्यादेया निम्ति सीमा अध्यता रतन भण्डारी ज्योता इनाप्या आफ्नो मन्तव्य राखिदिनु हुन सीमा अध्यता रतन भण्डारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। पैँतालिसौँ नेपाल भाषा तमुजिया कार्यक्रमका अध्यक्षज्यू, नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्से रोहितज्यू, निवर्तमान सांसद प्रेम सुवालज्यू, प्रदेश सभा सदस्य सुरेन्द्र गोसाई र सिर्जना सैजुज्यू, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिज्यू, उपप्रमुख रजनी जोशीज्यू र यहाँ मञ्चमा आसीन कवि अभय श्रेष्ठ लगायत उपस्थित सम्पूर्ण महिला तथा सज्जनवृन्दमा मेरो अभिवादन र नमस्कार। र म यो तमुजियामा विगत 8-10 वर्षदेखि नियमित रूपमा सहभागी हुँदै आएको छु र यो एक दशकको दौरानमा मैले धेरै कुराहरू यो कार्यक्रमबाट सिक्ने अवसर पाएको छु र केही आफूलाई थाहा भएका सामान्य कुराहरू मैले यहाँहरू समक्ष आदान प्रदान गर्ने त्यो अवसर पनि मैले प्राप्त गरेको छु। त्यो भएर म नेपाल भाषा तमुजियाप्रति विशेष रूपमा आभारी छु यो अवसरका लागि। र सधैँ चाहिँ यो पालिको हाम्रो यो तमुजियामा हामी एउटा तातो परिवर्तित राजनीतिक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको अवस्थामा छौँ र यो अवस्थाका विषयमा पूर्ववक्ता महानुभावहरूले पनि धेरै कुरा यहाँ उजागर गरिसक्नु भएको छ र मलाई लाग्छ म पछि पनि यो कुरा उठ्नेछ र यो प्रसङ्गलाई हामीले नछोइकन नटिकिकन हामी अहिले अरू विषयमा बोल्दाखेरि त्यति न्याय हुन्छ जस्तो मलाई लाग्दैन। त्यो भएर यो विषयमा मैले थोरै आफ्नो धारणा राख्न चाहन्छु। मलाई के लाग्छ भने म राजनीति शास्त्रको विद्यार्थी हो तर मलाई हिस्ट्रीमा मेरो विशेष रुचि र चासो छ र म इतिहास सम्बन्धी कुराहरू हाम्रो मुलुकको मात्र नभइकन हामीले जस्तो क्षेत्रीय होस् कि विश्व इतिहासका कुराहरूमा पनि म आफ्नो क्षमतालाई भएसम्म अध्ययन गरिरहेको छु र चासो राख्दछु। र यो सबै कुरा हेर्दाखेरि मलाई चाहिँ के लागिरहेको छ भने हाम्रो देशमाथि इस्ट इन्डिया कम्पनीले 1814मा जुन आक्रमण गरेको थियो, हाम्रो मुलुकको चारैतिरबाट त्यो आक्रमण भएको थियो, पूर्वमा तपाईँको नागरी किल्लादेखि पश्चिममा काङ्गडासम्म। र त्यो आक्रमण पछिको इतिहासमा हाम्रो मुलुकले बेहोरेको अहिले पछिल्लो आक्रमण चाहिँ सबैभन्दा दोस्रो ठुलो आक्रमण भन्ने मलाई लाग्छ। किनभने मुलुकको 3वटा निकाय न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका एकै दिन एकै साथ ध्वस्त पारिएको छ। विश्व इतिहासमा कहीँ पनि यति ठुलो घटना भएको छैन र त्यो सबै घटना हुँदै पनि जिम्मेवार निकाय रमिता हेरेर बसेको छ। जिम्मेवार निकायले आफ्नो जिम्मेवारी वहन गर्नबाट ऊ चाहिँ पछि हटेको छ र अहिले आफ्नो कमी कमजोरी र आफ्नो गल्तीलाई लुकाउन अनेक प्रपञ्च रचिरहेको छ, अनेक हत्कण्डा अपनाइरहेको छ र आफूलाई पानीमाथिको ओभानो बनाइरहेको छ। तर उहाँहरूलाई के हेक्का रहनुपर्छ र के हेक्का राख्नुपर्छ भने इतिहास भनेको क्रूर हुन्छ र त्यसले सबैको हिसाब किताब राख्छ र पछिल्लो घटनामा कुन पात्रले के भूमिका निर्वाह गरे, पछिल्लो परिस्थिति कसरी आइलाग्यो, यी सबै कुराको इतिहासले समीक्षा गर्नेछ, सबै कुराको इतिहासले अभिलेख राख्नेछ। त्यसो भएकोले यी कुराबाट कुनै किसिमको अभियुक्तले उन्मुक्ति पाउने छैन र उन्मुक्ति पनि दिनु हुँदैन। ती सबैलाई कानुनी कठघरामा ल्याइनुपर्छ। म हिजोको एउटा परिदृश्य यहाँहरू सबैले सामाजिक सञ्जालमा देखेको हुनुपर्छ, मैले पनि देखेँ र त्यो परिदृश्य यति कुरूप र यति घिनलाग्दो परिदृश्यको रूपमा म त्यसलाई चित्रण गर्दछु कि
त्यति घिनलाग्दो परिदृश्य मलाई लाग्छ 7 सालको राजनीतिक परिवर्तनपछि जब हाम्रो पार्लियामेन्टमा त्यो बेला पार्लियामेन्ट त थिएन, हाम्रो कार्यकारिणीको मिटिङमा, हाम्रो व्यवस्थापिकाको मिटिङमा र हाम्रो बडा हाकिमहरूको मिटिङमा जसरी भारतीय सल्लाहकार गोविन्द नारायण सिंह भन्नेको उपस्थिति रहन्थ्यो, जसरी भारतीय राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंह भन्ने मान्छे हाम्रो बडा हाकिमको मिटिङमा बसेर उसले सबै माइनोट तयार गर्थ्यो, त्यो किसिमको परिदृश्यको पुनरावृत्ति हिजोको विपद व्यवस्थापनको नाम गरेको मिटिङमा मैले देखेँ। पछिल्लो पटक जेएनजीको नाममा जेएनजीहरूको वास्तविक मुद्दालाई विषयान्तर गरेर उनीहरूको आन्दोलनको असली हकदार आफूलाई घोषित गरेर प्रधान सेनापतिलाई च्यालेन्ज गरेर चुनौती दिएर राष्ट्रपतिलाई थुन्छु भन्ने मान्छे हिजो हाम्रो सरकारका मान्छेहरूलाई निर्देशन दिइरहेछ। यो कुरा बोल्न धेरै मान्छेहरू डराइरहेका छन्, धेरै मान्छेहरूले अहिलेसम्म मुख खोल्न सकेका छैनन्। तर हेर्नुहोस् त, बिना हैसियतको मान्छे त्यसरी नेपाल सरकारको मन्त्री परिषदको बैठकमा पुगिरहेको छ र नेपाल सरकारका कर्मचारीहरूलाई, नेपाल सरकारका सुरक्षाकर्मीहरूलाई निर्देशन दिइरहेको छ र हाम्रा बिचारा कर्मचारीहरू, बिचारा मन्त्रीहरू र बिचारा सुरक्षा निकायका मान्छेहरू त्यो मान्छेको जी हजुरी गरिरहेका छन्। मुलुकका लागि योभन्दा मरेको दिन कुनै हुन सक्छ? नागरिकका लागि योभन्दा मरेको दिन कुनै हुन सक्छ? यो हाम्रो मरेको दिन हो। इतिहासले यो दिनको अभिलेख राख्नेछ, इतिहासले यो दिनको समीक्षा गर्नेछ। र यो परिस्थिति कसरी आयो? अघि यहाँ धेरै कुरा आए, हामीले पनि सुन्दै आएछौँ, भन्दै आएछौँ। नेताहरूले भन्छन् नेपाललाई सिङ्गापुर र स्विजरल्यान्ड बनाउने, तर यहाँ हामी दलहरूका मान्छेहरूले अरूले बोल्या सुन्छौँ नेपाललाई भक्तपुर जस्तो बनाऊ, भक्तपुर बनाउने। ए बाबा, म भन्छु भक्तपुर बनाउने हो भने केही गर्नु पर्दैन। भक्तपुर जस्तो भ्रष्टाचार गर्नु भएन, भक्तपुरको जस्तो आचरण आफूले अवलम्बन गर्नु पर्यो, भक्तपुरको जस्तो राष्ट्रियताका मुद्दाहरू बोकेर अगाडि बढ्नु पर्यो। राष्ट्रियताका सवालमा एमसीसी पारित गर्दै हिँड्ने, राष्ट्रियताका सवालमा महाकाली सन्धि पारित गर्ने हिँड्ने, राष्ट्रियताका सन्दर्भमा चाहिँ कोशी गण्डक महाकालीको बखान गर्दै हिँड्ने, अनि भक्तपुर चाहिँ सपना चाहिँ भक्तपुरको देख्ने। त्यो भएर म के भन्छु भने, यदि कसैलाई भक्तपुर बन्न रहर छ भने उहाँहरूले आफ्नो आचरणमा सुधार ल्याउनु पर्यो, उहाँहरूले भ्रष्टाचारबाट मुक्त हुनु पर्यो, उहाँहरूले राष्ट्रियताका पक्षमा आफूलाई उभ्याउनु पर्यो। आज राष्ट्रियताको हेर्नुहोस् त बिचल्ली, त्यही मान्छे एमसीसीको बखान गर्छ, एमसीसीको विरोध गर्छ, उसको छोराछोरी जम्मै अमेरिकामा छ, अमेरिकी नागरिक छ। छोरा अमेरिकी नागरिक, बुहारी अमेरिका, छोरी अमेरिकी नागरिक, ज्वाइँ अमेरिकी नागरिक। त्यसमा कर्मचारी तन्त्रका पूर्व सचिवहरू पनि छन्, तपाईँका सुरक्षा निकायका मान्छेहरू पनि छन्, तपाईँको न्याय क्षेत्रका मान्छे पनि छन्, प्रशासन क्षेत्रका मान्छेहरू पनि छन्। त्यो भएर हाम्रो यो दोहोरो चरित्र पनि हामीले त्याग्नु जरुरी छ र त्यस्ता पात्रहरूलाई पनि हामीले चिन्नु जरुरी छ। हिजो हेर्नुहोस् त, एमसीसी पारित भयो भनेदेखि चाहिँ मलाई झुन्ड्याउनु भन्नेहरू पनि निस्के, म जुत्ताले हान्छु भन्नेहरू पनि निस्के, तर अन्ततः उहाँहरूले नि पारित गर्नुभयो। फेरि प्रतिवेदनको नाटक पनि मञ्चन भयो, फेरि बेलायतबाट एउटा प्रवासी नेपालीलाई ल्याएर व्याख्यात्मक टिप्पणीका नाममा चाहिँ एमसीसी पारित गर्यो। विश्वमा कहीँ पनि नभएको, कुनै पनि कानुनले चाहिँ त्यसलाई रिकग्निसन नगर्ने एउटा बीचबाट एउटा भ्रमजाल सिर्जना गरेर नेपाली जनतालाई बेकुफ बनाएर एमसीसीलाई चाहिँ सदनबाट पारित गरियो। र पारित गर्ने पनि को थिए भने जो सुरुमा विरोध गर्नेहरू थिए तिनीले नै पारित गरे। त्यसमा नचुकेको एउटै दल नेपाल मजदुर किसान पार्टी हो। मजदुर किसान पार्टीले डे 1 देखि त्यो एमसीसीको विरोध गरेर त्यसका विपक्षीका मत हाल्यो। त्यो भएर यो विषयमा कसैलाई बोल्ने अधिकार छ भने त्यो नेपाल मजदुर किसान पार्टीलाई मात्रै छ। अरू सबैले आफूलाई बजारमा राखेका के भन्ने खरिद बिक्रीको वस्तुको रूपमा आफूलाई प्रस्तुत गरेको अवस्था हो। र अघि रामप्रसाद सरले भन्दै हुनुहुन्थ्यो यहाँ
मन्त्री जस्तो छैन, सांसद जस्तो छैन, विज्ञ जस्तो छैन। मेरो त्यसमा सहमति छ। विज्ञ भन्नेले यहाँनिर एउटा कुरा गर्छ, अर्को पार्टीको कार्यक्रममा गयो भने अर्को कुरा गर्छ, भारतीय दूतावासले गरेको कार्यक्रममा एउटा गर्छ, अमेरिकन दूतावासले गरेको कार्यक्रममा एउटा गर्छ र जनताको अगाडि अर्को गर्छ। र अघि पनि मैले यहाँ कसैले बोल्या सुने, जस्तो लिपुलेखको कुरा आयो, मैले लिपुलेखमा एउटा किताब लेखा भएर मैले त्यसमा पनि प्रवेश गर्नु केही सान्दर्भिक हुन्छ जस्तो लाग्छ। र पछिल्लो पटक यो भदौमै 1 महिना पनि भएको छैन, फेरि अर्को सम्झौता आएपछि त्यो प्रकरण पनि फेरि उब्जेको थियो। र यहाँहरूलाई के भ्रम नहोस् भने लिम्पियाधुरा लिपुलेख कालापानीको जुन सवाल छ त्यो भनेको चाहिँ नेपाल र भारत बीचको समस्या हो। त्यो किन हो भने त्यो नेपाली भूमि अतिक्रमण गरेको र हडपेको भनेको चाहिँ भारतले हो। त्यो भएर त्यो नेपाल र भारत बीचको द्विपक्षीय समस्या हो। र पछिल्लो पटक त्यसमा के भइरहेका छन् कतिपयले भने त्यो चीनले पनि त्यो भूमि मिच्यो भनेको छ। यसमा हामी प्रश्न हुनु जरुरी छ। लिम्पियाधुरादेखि लिपुलेखसम्मको 385 वर्ग किलोमिटर भूमि चाहिँ मिच्ने भनेको भारत हो र भारतले नै पछिल्लो पटक चीनसँग सम्झौता त्यो क्षेत्रलाई पारवहन सञ्चालनका लागि सम्झौता गरेको अवस्था मात्रै हो। त्यो भएर हामीले मित्र राष्ट्र चीनले हाम्रो त्यो सार्वभौमिकताको संवेदनशीलतालाई बुझेर भारतसँग भएको त्यो सम्झौताबाट पछि हट्नुपर्छ भन्ने हाम्रो माग हो। तर यहाँ अघि मैले के कुरा सुने भने त्यो मुद्दामा त होइन, हामीले त अमेरिकालाई चाहिँ नि मध्यस्थताकर्ताको रूपमा ल्याउनु पर्यो भन्ने पनि कुरा सुनियो यहाँ। अब यहाँहरू आफै बुझ्नुहोस्, नेपाल र भारत बीचको यस मुद्दामा अमेरिकालाई मध्यस्थताकर्ता बनाएर ल्याउने प्रस्ताव यो कुन मानसिकताबाट यो गाइडेड छ? के त्यो सम्भव कुरा हो? यस्तो पेचिलो भूराजनीतिक एउटा भड्खालोमा जाकिया छ मुलुक। यसै पनि त्यही अमूर्त देशको एउटा युथ क्लबले यो पछिल्लो यो घटनाको सुरुवात गरेको र यसको चाहिँ नि यसको पछाडि त्यसको भूमिका छ भन्ने कुरा सार्वजनिक रूपमा प्रकट भइरहेको अवस्थामा नेपाल भारतको एउटा सीमा जस्तो संवेदनशील मुद्दामा, त्यो पनि शक्ति राष्ट्र जसको उपस्थिति नेपालमा हाम्रो अर्को छिमेकीलाई स्वीकार्य नै छैन र त्यो हुन पनि सक्दैन। त्यस्तो प्रस्ताव अघि सारेर हामीलाई के थप यो प्यालेस्टाइन बनाउन खोज्या हो? त्यो कुरा यदि कसैले गर्छ भने मैले त यहीँबाट भन्छु त्यो हाम्रो मुलुकको हितमा छैन। त्यस्ता अभिव्यक्तिका विरुद्ध पनि हामीले सचेत रहनुपर्छ र हामीले त्यस्ता अभिव्यक्ति दिने मान्छेलाई पनि खबरदार रहनुपर्छ। र विगतमा यी मान्छेहरूले के कुरा गरेनन्? मुलुकको समस्या एकातिर त्यसलाई विषयान्तर गर्न अर्को शब्दजाल फ्याँकिदिने। जस्तो बेलायतबाट एउटा आएको प्रवासी नेपालीले एउटा व्याख्यात्मक टिप्पणीका नाममा जसरी एमसीसी पारित गराएर गयो, लिपुलेख प्रकरण आइसकेपछि त्यसलाई चाहिँ बङ्गलादेशसँग पुग्ने बाटोसँग साट्नु पर्यो भनेर त्यो विषयलाई डिरेल गर्न एउटा अर्को प्रपञ्च कहाँबाट रचियो भने त्यो कुनै इन्डियनबाट रचिएन, त्यो नेपाली भन्नेबाटै रचियो। र के प्रस्ताव गरियो? होइन, नेपाललाई सिलगढी करिडोरबाट बङ्गलादेश पुग्ने बाटोसँग लिम्पियाधुरा लिपुलेख कालापानी साट्नु पर्यो। र त्यो भन्ने मान्छे पनि को निस्कियो भने जो हिजो पदमा हुँदाखेरि लिम्पियाधुराको नक्सा बनाएनन्। मलाई हिरण्यलाल श्रेष्ठले भनेको कुरा याद आउँछ, उहाँको टेलिभिजनमा पनि इन्टरभ्यू छ यो विषयमा। उहाँले के भन्नुहुन्छ भने जो मान्छे हिजो पदमा हुँदाखेरि लिम्पियाधुराको नक्सा बनाउन अग्रसर भएन, जानाजान उसले बनाएन, आज पनि त्यो पात्रलाई चाहिँ ती पात्रलाई लिम्पियाधुरा नेपालको नक्सामा आएको उहाँलाई सह्य भएको छैन, उहाँलाई त्यो पीडा भएको छ। त्यो भएर त्यो भूभाग बङ्गलादेशसँग साटौँ भनिराख्नु भएको छ। जबकि हामीले भारतले त्यो चाहँदैन बङ्गलादेशसँग साट्ने कुरा। सिलगढी करिडोर कति संवेदनशील हो भन्ने कुरा सबैलाई थाहा छ। र त्यसमा पनि हामीले भारतीय प्रधानमन्त्री आइके गुजराल नेपाल भ्रमणमा आउँदाखेरि हामीले भारतसँग पारवहन सुविधा पाउने गरी त्यसमा सम्झौता गरिसकेका छौँ। र अर्को कुरा, भारतले हाम्रो भूमि मिच्दै जाने अनि हामीले साट्दै जाने भन्ने कुरा हुन्छ, त्यो पनि गलत कुरा हो र त्योप्रति पनि हामी सचेत रहनुपर्छ भन्ने मलाई लाग्छ। र अर्को कुरा, यी पात्रहरू जस्तो अहिले मैले के पनि देखेँ भने नेपालको सगरमाथाको उचाइको मापन चाहिँ अमेरिकाको एउटा निकायले गरेको थियो। यो सन् 2000 को कुरा हो। र त्यो उचाइ मापन गर्दाखेरि चाहिँ नेपालको सोलुखुम्बु एरियामा चाहिँ अमेरिकाले जीपीएस प्रणाली जडान गरेको थियो। अहिले प्रश्न उठिरहेको छ, साँच्चीकै के त्यो जीपीएस चाहिँ सगरमाथाको उचाइ नाप्नकै लागि प्रयोग भएको थियो
या कुनै अर्को मुलुकको निगरानी र चियोचर्चोको लागि प्रयोग भएको थियो। त्यसरी त्यो GPS जडान गर्ने मान्छेले आफ्नो किताबमा त्यो सबै कुरा खुलाएका छन्। म नाम नभनौँ, त्यो किताब यहाँहरूले पढ्न सक्नुहुन्छ। त्यसमा कसरी GPS जडान गरियो र त्यही किताबमा अर्को के कुरा छ भने ती मान्छेको भारतको अब्जर्भर रिसर्च फाउन्डेसन भन्ने एउटा थिङ्क ट्याङ्क छ भारत सरकारको, र त्यसै गरी अर्को थिङ्क ट्याङ्क छ IDSA, त्यो रक्षा मन्त्रालय मार्फतको थिङ्क ट्याङ्क। ती मान्छेले त्यो थिङ्क ट्याङ्कसँग जोडिएको एउटा, म नामै भनिदिन सक्छु, निहार नायक भन्ने मान्छेसँग मेरो राम्रो दोस्ती छ। मैले भारतको किन विरोध गर्नु, भारत मसँग किन रिसाउनु भनेर त्यही किताबमा पनि लेखेको छ। यो प्रसङ्ग मैले किन उठाएको भने आदरणीय रामप्रसाद सरले अघि भन्नुभयो, यहाँ विज्ञ जस्तो छैन, नेता जस्तो छैन, सांसद जस्तो छैन, मन्त्री जस्तो छैन, राष्ट्रवादका कुरा उठाउने मान्छे राष्ट्रवादी जस्तो छैन। यो कुरा मैले कुनै राष्ट्रवादीले गरेको कामको एउटा कामप्रति मैले उठाएको प्रश्न हो। र अर्को कुरा, जस्तो यो पछिल्लो राजनीतिक परिवर्तनका लागि यो वातावरण चाहिँ हाम्रा भ्रष्ट नेताहरू जसले यो 10औं-20औं वर्ष जनतालाई तडपाइकन, जनतालाई अपमान गरिकन, जसरी शासन सत्ताको दुरुपयोग गर्दै मुलुकमाथि चरम एउटा दोहन गरे, ब्रह्मलुट मचाए, पृष्ठभूमि त त्यसले सिर्जना गरेको हो नि। हो, त्यही पृष्ठभूमिको फाइदा उठाएर यसमा बाह्य तत्त्वले पनि यसमा आफ्नो उपस्थिति जनायो र त्यसमा खेल्ने मौका पायो, र यो पछिल्लो वितण्डना र यो पछिल्लो विध्वंस त्यसको जगमा भएको हो। यसका लागि को जिम्मेवार छन्, इतिहासले त्यसको समीक्षा गर्ला। त्यसैले अब म धेरै समय लिदिनँ। म के भन्न चाहन्छु भने हामीले इतिहासको समीक्षा गर्दा, हामीले कुनै पनि वस्तु स्थितिको मूल्याङ्कन गर्दा त्यसको अन्तर्य खोतल्नुपर्छ। हामीले सतही रूपमा आफ्नो धारणा बनाएर हामी कहीँ पनि पुग्दैनौँ। त्यसो भएकोले हामीले आज हेर्नुहोस्, राष्ट्रियताका कुरा गरिरहेको छ मान्छे, उही बिकुवा देखिन्छ। तपाईँको एमसिसीको विरोध गरिरहेको छ, त्यही मान्छे बिकुवा देखिन्छ। महाकाली सन्धिको विरोध गरे जस्तो गर्छ, त्यही मान्छे बिकुवा देखिन्छ। हामीले यी प्रवृत्तिबाट पनि हामीले सचेत रहनुपर्छ, सजग रहनुपर्छ। र भलै ओहो म त यो कुरा गर्दाखेरि चाहिँ एक्लिएँ कि त्यो अनुभूति हुन्छ भने त्यो पनि हुन दिऊ। त्यो समस्या मैले भोगेको छु। किनभने मैले जति पनि मान्छेहरूको सङ्गत गरेँ, उनीहरूको कुरा सुने, काहीँ न काहीँ दोष त देख्छु म त। र अघि पूर्ववक्ता एकजना विद्वान, उहाँ सीमा हेर्ने निकायको प्रमुख हुँदाखेरि मैले गत वर्षको यो प्रश्न गत वर्ष पनि उठाएको थिएँ। यो कुनै मैले व्यक्तिगत लान्छनाको कुरा गरिरहेको छैन। र गत वर्ष यो कुरा उठाउँदाखेरि उहाँले मलाई चाहिँ आलो काँचो एउटा के अध्येता भनेर मलाई उडाउनु पनि भयो। त्यहाँ आलो काँचो, म 50 वर्ष पुग्न लागेँ, म आलो काँचो। यहाँ जेनजीहरूले देश चलाउने कुरा छ है। उहाँले मैले उठाएको प्रश्नको जवाफै नदिएर मैले के प्रश्न उठाएको थिएँ भने यहाँहरूलाई पनि थाहा भइराखोस्, 1992मा नेपालले भारतसँग 2वटा सम्झौता गरेको छ। त्यो सम्झौता के छ भने गोन्डा बहराइच र नैनीताल उधमसिंहपुर र कञ्चनपुर कैलाली क्षेत्रका सीमा स्तम्भहरू चाहिँ रिलोकेसन गर्ने भनेर त्यसमा एग्रिमेन्ट भएको छ। रिलोकेसन, यहाँ अङ्ग्रेजीको प्रोफेसर पनि हुनुहुन्छ, उहाँलाई राम्ररी थाहा हुन्छ, हाम्रो तारालाल सर। रिलोकेसन भने के हो भन्दाखेरि स्थानान्तरण गर्ने हो, त्यसलाई सार्ने हो, पूर्ववत ठाउँबाट अन्यत्र सार्ने भनेको हो। त्यसलाई रिकन्स्ट्रक्सन भनेको छैन, कन्स्ट्रक्सन गरेर त्यसलाई रिइस्टाब्लिस गर्ने भनेको छैन, त्यसलाई रिलोकेसन गर्ने भनेको छ। त्यो 2टा सम्झौतामा हस्ताक्षर गर्ने आदरणीय व्यक्तित्व अघि बोलेर पनि गइसक्नु भयो। मैले उहाँलाई त्यो प्रश्नको जवाब आउला भन्ने पोहोर सोधेको प्रश्नको जवाब यो पालि पनि आएन। म बोलेपछि बोल्नु भएको थियो, त्यसपछि यो त अन्तर्क्रिया थिएन, बोलेर हिँडिहाल्नु भयो मलाई आलोका छ भनेर, होइन। त्यो भएर हामीले यस्तो प्रवृत्तिप्रति पनि हामी सजग हुनुपर्छ। र यो कुरा गर्दा म चाहिँ एक्लिया छु, किनभने महाकाली सन्धि गर्ने मान्छे हेऱ्यो त्यस्तै अहिले सबै दोष चाहिँ पार्टीको नाममा थोपरेर यत्रो पानी ढड्डा निकालेका छन् मान्छेहरूले। र त्यसमा के भनेका छन् भने दोष जति
महाकालीको मुहान टुङ्गो नलाइकन सन्धि गर्ने, हस्ताक्षर गर्ने, अनि सन्धि चाहिँ सदनबाट पारित गरेर हेलिकप्टर चढेर महाकालीको मुहान खोज्न जाने। सीमा नक्सा बनाउने बेला चाहिँ सीमा नक्सा नबनाउने, अनि सेवानिवृत्त भएपछि चाहिँ उहाँ पुस्तकमै उल्लेख छ, मेरो चाहिँ सीमा मिचिएको ठाउँ खोज्ने अभियान चाहिँ म सेवानिवृत्त भएपछि त्यसले गति लियो भन्नुभएको छ। सीमा कहाँ मिचिया छ र कसरी मिचिया छ भन्ने कुरा खोज्ने पदमा भएको बेला हो कि रिटायर भएर बाहिर आफ्नो केही नचल्ने अवस्थामा हो? नदीनालाका सवालमा पनि त्यही कुरा हो, अरू राष्ट्रियताको मुद्दा पनि त्यही कुरा हो। त्यो भएर समस्या हाम्रो राजनीतिक तहमा मात्र होइन, हाम्रो कर्मचारी तन्त्रमा पनि छ, हाम्रो सुरक्षा निकायमा पनि छ, हाम्रो न्याय प्रशासनमा पनि छ। यी सबै कुराप्रति हामीले सचेत र सजग रहनु जरुरी छ र त्यस्ता प्रवृत्तिका मान्छेहरूलाई हामीले चिन्न जरुरी छ र त्यस्तो नहुन दिन हामीले खबरदारी जारी राख्नुपर्दछ। यति भन्दै मेरो कुरा यहीँ टुङ्ग्याए। हस्, धन्यवाद। धेरै धेरै धन्यवाद रतन।